अरुणाचल प्रदेशको दुर्गम भूभागलाई रेलमार्गले जोड्ने ठूलो सपना अहिले साकार हुँदैछ। यो सपना हो मुर्कोङ सेलेकदेखि पासीघाटसम्मको नयाँ रेलवे लाइन। परियोजनाको लम्बाइ करिब 26.15 किलोमिटर छ, जसलाई 2 चरणमा निर्माण भइरहेको छ। पहिलो चरण मुर्कोङ सेलेकदेखि सिल्लेसम्म करिब 15.60 किलोमिटर लम्बाइमा छ। यहाँ विशाल मात्रामा जमिन काट्ने र भर्ने काम लगभग पूरा भइसकेको छ। ठूलो ठूलो पुलहरू, साना पुलहरू र स्टेशन भवनहरू निर्माणको अन्तिम चरणमा पुगेका छन्। मुर्कोङ सेलेक स्टेशनलाई आधुनिक स्वरूपमा तयार पारिँदैछ, जसले यात्रु सेवामा सुविधा पुर्याउनेछ। दोस्रो चरण सिल्लेदेखि पासीघाटसम्म करिब 10.55 किलोमिटरको छ। यहाँ पनि जमिनको तयारी आधा जति सम्पन्न भइसकेको छ। पुलहरू र आवश्यक संरचनाहरू निर्माणाधीन छन्। पासीघाट यार्ड नजिकैको सडक ओभरब्रिजका लागि भूमि अधिग्रहण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। यस परियोजनाको लागत करिब 1292 करोड छ र अहिलेसम्मको प्रगति करिब 45% पुगेको छ। मौसमका चुनौतीहरू, भूमि अधिग्रहणको ढिलाइ र कठिन भौगोलिक परिस्थिति बीच पनि काम तीव्र गतिमा भइरहेको छ। यस रेलवे लाइन तयार भएपछि असम र अरुणाचल प्रदेश बीचको दूरी घट्नेछ, यात्रा सजिलो र सस्तो हुनेछ, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटनका लागि नयाँ अवसरहरू खुल्नेछन् र स्थानीय बासिन्दाहरूको आर्थिक जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ। यसरी मुर्कोङ सेलेक र पासीघाट रेलवे लाइन केवल रेलमार्ग मात्र होइन, दुई राज्यका मानिसहरूलाई जोड्ने विकास, एकता र सम्भावनाको जीवनरेखा हो।